नमस्ते। ल सोच्नुस् त, एउटा यस्तो परिवार जुन सबैभन्दा अनौठो, सबैभन्दा डरलाग्दो परिस्थितिमा बन्छ, जहाँ डर र दया एकै ठाउँमा भेटिन्छन्। हो, आज हामी फिल्म लेबर डेको यही नाटकीय र मनछुने कथालाई अलि गहिरेर हेर्दैछौँ। यो कथा हो एक एक्ली आमा र उनको छोराको। उनीहरूको जीवन एकदमै शान्त, तर अचानक एक घाइते भगोडा उनीहरूको घरमा जबरजस्ती छिर्छ अनि सब थोक तहस नहस हुन्छ। तर यहाँ एउटा प्रश्न उठ्छ, के यस्तो खतराबाट जन्मेको सम्बन्धले साँच्चै परिवारको रूप लिन सक्छ त? आउनुहोस् यही कुरा पत्ता लगाऊ। ल कथाको सुरुवात गरौँ। कथाको केन्द्रमा छिन् एडेल। उनी एक एकल आमा हुन् जो अलि भनौँ न आफ्नै उदासीमा हराएकी छिन्। अनि छन् उनका 13 वर्षीय छोरा हेनरी। हेनरीले आफ्नो उमेरभन्दा कैयौँ गुणा बढी जिम्मेवारी बोकेका छन्, आफ्नी आमाको हेरचाह गर्दै। उनीहरूको त्यो शान्त, लगभग स्थिर जस्तै भइसकेको संसार एकै छिनमा चकनाचुर हुन्छ। कसरी? जब रगतले लतपतिएको फ्र्याङ्क नामको एक व्यक्तिले हेनरीलाई मद्दत माग्न लगाउँछ र त्यसपछि उनीहरूलाई आफ्नो घर लैजान बाध्य पार्छ। बस त्यही एक क्षणमा उनीहरूको जीवनको नियन्त्रण अब उनीहरूको हातबाट फुत्किसकेको हुन्छ। गाडीभित्र पुगेपछि फ्र्याङ्कले आफ्नो असली परिचय खोल्छ। ऊ त जेलबाट भागेको कैदी रहेछ, त्यो पनि एपेन्डिक्सको अपरेसनको बेला अस्पतालको झ्यालबाट हाम फालेर। उसलाई केही चाहिँदैन, केवल लुक्ने एउटा सुरक्षित ठाउँ। अब एडेल र हेनरीसँग उसको कुरा मान्नु बाहेक अरू कुनै विकल्प नै बाँकी रहँदैन। अब उनीहरू घरभित्र त पुग्छन्। सुरुमा त अवस्था एकदमै स्पष्ट देखिन्छ, एक अपहरणकारी र 2 जना बन्दी। तर अचम्मको कुरा के छ भने यो सम्बन्धले चाँडै नै एउटा यस्तो मोड लिन्छ जुन कसैले सोचेकै हुँदैन। फ्र्याङ्कको व्यवहार साँच्चै अनौठो छ, एकदमै विरोधाभासपूर्ण। हेर्नुस् न, एकातिर ऊ एउटा खतरा हो, उसले एडेललाई बाँधेर राख्छ, तर अर्कोतिर त्यही मान्छेले त्यो घरमा हेरचाह र न्यानोपन ल्याइदिन्छ, जुन कुरा त्यहाँ वर्षौँदेखि हराएको थियो। यो त डर र सुरक्षाको एउटा कस्तो अचम्मको मिश्रण हो है। अनि फ्र्याङ्कले उनीहरूलाई वचन दिन्छ कि उसले उनीहरूलाई कुनै हानि पुर्याउँदैन। उसले भन्छ, मैले मेरो जीवनमा जानी जानी कसैलाई चोट पुर्याएको छैन। तर प्रश्न त उठ्छ नि, होइन र? के जेलबाट भागेको एक कैदीको कुरामा साँच्चै विश्वास गर्न सकिन्छ त? अब लेबर डेको लामो छुट्टी छ, ट्रेनहरू पनि चल्दैनन्, उनीहरू त्यही घरमा सँगै फस्छन्। अनि बिस्तारै बिस्तारै परिस्थिति बदल्दै जान्छ। त्यो अपहरणकारी र बन्दी बीचको जुन रेखा थियो नि, त्यो मेटिन थाल्छ। डरको ठाउँमा एउटा अनौठो किसिमको सम्बन्धले ठाउँ लिन्छ। भन्नुपर्दा एउटा अस्थायी परिवारको नै जन्म हुन्छ। अनि हेर्नुहोस्, फ्र्याङ्कले त्यो घरमा के गर्छ। उसको उपस्थितिले वर्षौँदेखिको खालीपनलाई भर्न थाल्छ। ऊ हेनरीको लागि एक किसिमले बुबा जस्तै बनिदिन्छ अनि एडेलको लागि एक साथी। उनीहरूको त्यो उदास घरमा उसले फेरि जीवन र एउटा उद्देश्य ल्याइदिन्छ। ऊ अब केवल एक कैदी रहँदैन, ऊ त एक मर्मतकर्ता, एक शिक्षक अनि एक साथी बन्छ। तर यो जुन सानो खुसी उनीहरूले पाएका छन् नि, यो एकदमै कमजोर छ। किनभने बाहिरको संसारको खतरा सधैँ उनीहरूको वरिपरि घुमिरहेको छ। प्रहरी, शङ्कालु छिमेकीहरू कुनै पनि बेला उनीहरूको ढोका ढकढक्याउन आइपुग्न सक्छन्। यसले गर्दा हरेक पल तनावपूर्ण छ। उनीहरूको सम्बन्ध यति गहिरो हुँदै जान्छ कि उनीहरू एउटा ठुलो निर्णयमा पुग्छन्। सबै कुरा जोखिममा राखेर सँगै क्यानाडा भाग्ने, एउटा नयाँ जीवन सुरु गर्ने। तर यो त्यति सजिलो छैन। एकातिर उनीहरूलाई सताउने उनीहरूको आफ्नै विगत छ, अर्कोतिर कानुनको हात उनीहरूको नजिक नजिक आइपुग्दैछ। हो, यहीँनिर कथाले एउटा निकै महत्त्वपूर्ण मोड लिन्छ। फ्र्याङ्कले आफ्नो विगतको सबैभन्दा ठुलो रहस्य खोल्छ। उसले बताउँछ कि ऊ हत्यारा होइन, ऊ त एउटा दुःखद दुर्घटनाको शिकार मात्र हो, जसको लागि उसलाई गलत तरिकाले दोषी ठहराइएको थियो। यो एउटा यस्तो खुलासा हो जसले फ्र्याङ्कको चरित्रलाई हाम्रो नजरमा पुरै बदलिदिन्छ। फ्र्याङ्कको कुरा सुनेपछि एडेलले पनि आफ्नो मनको पीडा पोख्छिन्, आफ्नो दर्दनाक विगतको बारेमा बताउँछिन्। उनलाई लाग्छ कि उनी पुरै टुटेकी छिन्। तर फ्र्याङ्कले उनको त्यो पीडालाई बुझ्छ र भन्छ कि उनले उसलाई त्यो चिज दिएकी छिन् जुन उसले आफ्नो जीवनमा कहिले पाएको थिएन, एउटा परिवार। यो सायद उनीहरूको सम्बन्धको सबैभन्दा गहिरो र भावुक क्षण हो। अब उनीहरू भाग्नको लागि लगभग तयार भइसकेका हुन्छन्। गाडीमा सामान राख्दै गर्दा अचानक एक पुलिस अफिसरले उनीहरूलाई देख्छ। उसलाई शङ्का लाग्छ र ऊ उनीहरूको घरसम्मै पछ्याउँदै आइपुग्छ। अब फ्र्याङ्क एउटा यस्तो दोधारमा पर्छ जहाँ उसले एउटा हृदय विदारक निर्णय लिनुपर्ने हुन्छ।
आफ्नो स्वतन्त्रता रोज्ने कि उनीहरूको सुरक्षा? अनि उनीहरूलाई बचाउनको लागि फ्र्याङ्कले सायद सबैभन्दा ठूलो त्याग गर्छ। उसले एडेल र हेनरीलाई अन्तिम पटक फेरि बाँधिदिन्छ ताकि प्रहरीको नजरमा उनीहरू निर्दोष पीडित देखिउन्। अनि त्यसपछि उसले आत्मसमर्पण गर्छ। भन्नुको मतलब उसले आफ्नो स्वतन्त्रतालाई उनीहरूको सुरक्षासँग साट्छ। तर फ्र्याङ्कको आत्मसमर्पणसँगै कथा सकिँदैन। बरु यहाँबाट त एउटा नयाँ अध्याय सुरु हुन्छ, दशकौँसम्म चल्ने एउटा लामो र धैर्यले भरिएको प्रतीक्षाको अध्याय। जेलबाट भागेको र एडेललाई बचाउन खोजेकोमा फ्र्याङ्कलाई थप 18 वर्षको जेल सजाय हुन्छ। सोच्नुस् त, केवल 1 सप्ताहन्तको लागि, त्यो सम्बन्धको लागि उसले कति ठुलो मूल्य चुकायो। त्यसपछि वर्षौँ बित्छन्। एडेलले फ्र्याङ्कलाई चिठी लेख्ने कोसिस गर्छिन्, तर ती सबै फिर्ता आउँछन्, उनीहरूको सम्पर्क टुट्छ। यता हेनरी हुड्कन्छ, कलेज जान्छ र फ्र्याङ्कले सिकाएकै त्यो आरुको पाईको रेसिपी प्रयोग गरेर एउटा सफल बेकरी खोल्छ। त्यो एउटा सप्ताहन्तको यादले कतै न कतै उनीहरूको जीवनलाई एउटा अदृश्य धागोले जोडेरै राखेको हुन्छ। अनि दशकौँको त्यो लामो मौनतापछि एउटा अचम्मको घटना हुन्छ। हेनरीको बेकरीको फोटो छापिएको एउटा म्यागजिन कुनै तरिकाले जेलमा फ्र्याङ्कसम्म पुग्छ। उसले हेनरीलाई चिन्छ र जेलबाट छुटेपछि फ्र्याङ्कले हेनरीलाई एउटा पत्र पठाउँछ। यही पत्रले उनीहरूको पुनर्मिलनको ढोका खोलिदिन्छ। र अन्तमा कथाको सबैभन्दा सुन्दर क्षण आउँछ। हेनरीले आफ्नी वृद्ध भइसकेकी आमालाई फ्र्याङ्कसँग फेरि भेट गराउँछ। दशकौँ लामो प्रतीक्षापछि उनीहरूले अन्ततः सँगै जीवन बिताउने त्यो दोस्रो मौका पाउँछन्। यो कथाले साँच्चै के देखाउँछ भने जतिसुकै अँध्यारो परिस्थिति किन नहोस्, साँचो प्रेम र परिवारले आफ्नो बाटो खोजेरै छाड्छ, चाहे त्यसको लागि जीवनभर नै किन कुर्नु नपरोस्।